हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज पनि फेरि म एउटा भिडियो लिएर आएको छु। कस्तो लाग्छ हजुरहरूले हेरेर कमेन्ट गरिदिनु होला। म चाहिँ यहाँ बुटोलतिर बस्छु, राइड हान्दैछु गाइज। अहिले यो चाहिँ बुटोल चौडादेखि भएर जाने रोड हो गाइज। म चाहिँ धेरै जस्तो काठमाडौँतिर बस्ने गर्छु। अहिले चाहिँ यतातिर गाउँतिर आएको थिएँ, त्यही भएर गाउँतिर यसो भिडियो ल्याउनु भनेर यसो हानेर आएको गाइज। नाइट सिन हेर्नुहोस् गाइज कस्तो छ, हजुरहरूले हेर्नु होला, कमेन्ट गर्नु होला। यो चाहिँ हामी अहिले बुटोलदेखि भैरवातिर रोड हो यो। एकदमै राम्रो छ, अहिले एकदमै राम्रो धेरै विकास भइसकेको छ, धेरै राम्रो भइसकेको छ, अहिले एकदमै राम्रो छ। यो चाहिँ लुम्बिनी जाने रोड पनि हो। लुम्बिनी यो बाटो गयो भने लुम्बिनी गइन्छ, त्यही भएर बाटोमा लगभग 500 मिटरमा चाहिँ बुद्धको मूर्तिहरू राखिएको छ। एकदमै राम्रो छ, लाइटहरू नाइट सिन एकदमै रमणीय राम्रो छ। गाइडहरू हेर्नुहोस् होला, कस्तो लाग्छ हेर्नुहोस्, यसो कमेन्ट गरिदिनु होला। बुटोल सिटी हो यो, एकदमै राम्रो छ, एकदमै सुन्दर छ एकदमै। यो चाहिँ अहिले मणिग्रामतिर लागि हामी चाहिँ अहिले यो चाहिँ मणिग्रामतिर गएको। सब लाइटहरू बिग्रिरहेको आकाशे यो लाइनमा झन् राम्रो छ गाइज, हेर्नुहोस् मेरो घरमा झिलिमिली राखेर यस्तो राम्रो छ है। कस्तो लाग्छ हजुरलाई हेर्नुलाई त गाइज। हामी चाहिँ रेडमा परियो, नाइस भयो लाइटमा नि रेडमा परियो। डाक्टरमा मम्फुली फेरि रेड लाइट परिहाल्यो गाइज। त हेर्नुहोस् न, अहिले काठमाडौँ जत्तिकै भइसक्यो भनौँ न, काठमाडौँ जत्तिकै राम्रो भइसकेको छ। पश्चिमको मेन सिटी नै हो, पश्चिम एरिया खुल्यो हो। अब रेड लाइट बोलिरहेको छ, कतितिर दिनु होला। सही गाइस, लाइट रेड लाइट ग्रिन बोल्यो देख माथि हो ल। फेरि पनि मन पाउनु होला, नयाँ भिडियो लिएर आउँछु। कमेन्ट गर्नु होला है गाइज। हस्, बाई बाई।